स्वागतम छ हजुरहरूलाई झनामल्ल युट्युब च्यानलमा। म झना शेरपुञ्जमल्ल उपस्थित भइसकेँ नयाँ भिडियो अनि ब्लग्स ल्याएर। आई होप सबैजना स्वस्थ मस्त अनि व्यस्त हुनुहुन्छ होला भन्दै मैले भिडियो अनि ब्लग स्टार्ट गरेँ। साथीहरू सबैभन्दा पहिला गुड मर्निङ एभ्रिवन। अनि बिहान स्टार्ट गरेँ। मैले चाहिँ बिहान मेरो एकदम डेली रुटिन भनेको म बिहान चाहिँ 5 बजे उठ्ने हो। ढिला भयो भने 5:30 6 सम्म नि बज्छ। कहिलेकाहीँ चाहिँ बच्चाहरू बिरामी भए आफै पनि एकदम खोकी लाग्छ नि त रातको बेला। कहिलेकाहीँ कहिलेकाहीँ हो त्यस्तो अक्कल झुक्कलमा चाहिँ 6 बजे उठ्छु। नत्र मेरो डेली रुटिन भनेकै 5 बजे उठ्ने हो। बरु 5 बजेभन्दा अगाडि 4:30 बजे तर धेरै भनेको 5 बजे उठ्ने हो। अनि उठेर घरसर सफा गरेँ अनि पूजा पनि गरेँ, टिका लगाएर आइरहेकी छु। अब चाहिँ मैले चाहिँ मुखमा पानी पनि नहालेर पूजा गर्ने बानी छ अहिलेबाट होइन, सानो बच्चैदेखिबाट चाहिँ मलाई त्यस्तो सिकाउनु भएको घरबाट। अनि त्यही गर्ने गर्छु। अनि अहिले चाहिँ म पानीबाट मेरो दिनको स्टार्ट गर्छु भनौँ न। अनि खानेकुराहरू चाहिँ पानीबाट स्टार्ट गर्छु। हजुरहरू पनि दिनमा 2 गिलास पानीबाट दिनको सुरुवात गर्नु होला साथीहरू। बिहान 2 गिलास पानी चाहिँ जसरी पनि पिउनु होला। अनि सुरुमा एकदम गाह्रो हुन्छ, पछि चाहिँ पानी परिन्छ, के बिर्से जस्तो लाग्छ। अनि मैले मेरो बच्चाहरूलाई अहिले चाहिँ थोरै यति थोरै पानीबाट स्टार्ट गराएको छु कि थोरै उठेर पानी खान्छन् उनीहरू। अनि बल्ल अरू खानेकुरा खान दिन्छु। अनि मलाई चाहिँ एउटा चिजले चाहिँ एकदम धेरै माया गर्ने पर्यो साथीहरू। बुढा बाबा आमा छोराछोरी सब छोराहरू भन्दा पनि एकदम धेरै माया गर्ने पर्यो। तास्से मैले चाहिँ घृणा गर्छु, मलाई एकदम धेरै हेट गर्छु। माया नगरी हुन्थ्यो भन्छ, त्यो चिजलाई चाहिँ एकदम धेरै माया गर्ने पर्यो। त्यो के होला साथीहरू, त्यो मलाई एकदम धेरै माया गर्ने, साथै नछोड्ने के। बुढा विदेश जानुभएको पैसा कमाउन, अनि त्यो त तास्सी नै आउने के, तास्सेरै मात्र बस्ने। किन होला साथीहरू, म चाहिँ दिक्क भइसकेँ, वाक्क दिक्क प्याक्क भइसकेँ साथीहरू त्योदेखि। अनि मसँग चाहिँ बन्डाको तरकारी बनाउने, बन्डाको तरकारीको रेसिपी मैले बनाइदिन्छु। एकदम धेरै मनपर्छ सबैजनालाई यो रेसिपी। आई होप मैले एक दिन चाहिँ रेसिपी पनि सेयर गर्नेवाला छु। यो बन्डा चाहिँ यस्तो कलरको चाहिँ लाग्नु जान्छ कि छिटो पाक्छ। हरियो चाहिँ अलिक दत्रङ परेको हुन्छ नि त, अलि साह्रो कि खत्रक पारेको, त्यो चाहिँ धेरै पकाउनु पर्छ। यो चाहिँ आलुसँगै मसिनो काटेर अनि अलिक धेरै तेल राख्ने। अनि एउटा गेडा टमाटर चाहिँ चाहिन्छ, अरू नभए पनि टमाटर र जिराको धुलो। अनि आलु चाहिँ मजाले भुट्ने, अनि मजाले यो आलुसँगै भुट्ने। अनि मजाले पात्राक्क पारेर भुट्ने, थोरै पानी हालेर भुटेर सुक्खा तरकारी एकदम मिठो हुन्छ। मैले त्यो बनाउन गइरहेको छु साथीहरू। अनि पानी पिइरहेको छु बिहान। अब खाना पकाउने बेला पनि भयो। अनि बच्चाहरूलाई चाहिँ छिटो गरेर खाना पनि खुवाइदिनुपर्छ। खुवाएर ड्रेस लगाएर फेरि रेडी बनाएर स्कुल पुऱ्याउनु पर्ने हुन्छ साथीहरू। पछि भेटौँ न, के गर्छु के कसो लेट्स चाहिँ देखाउनेवाला नै छु साथीहरू। म चाहिँ अब डेली ब्लग ल्याउने तयारीमा छु भन्ने लागि परेको छु। हजुरहरूले माया गर्नु नबिर्सिदिनु होला। सो साथीहरू, आज मेरो छोराहरूको लागि खाजा लैजाने बेला भयो र खाजामा मैले के तयारी गरिरहेको छु त्यो हजुरहरूलाई देखाउन गइरहेको छु। आज त एकदम धेरै घाम लागिरहेछ, त्यस्तो धेरै घाम लागिरहेछ। सो त्यही भएर मैले चाहिँ मेरो छोराहरूलाई फ्रुट चाहिँ रेडी बनाएको छु। एकदम ठुलो अङ्गुर हो। यो अङ्गुरभित्र गेराहरू हुने रहेछ क्या। अनि त्यो गेरा भएपछि डिस्टर्ब हुने, गेरा चबाएपछि स्वादै नमिठो आउने, त्यही भएर मैले सबै गेराहरू निकालिदिसकेँ। अनि यो अङ्गुर चाहिँ यो सुन्तलाभन्दा एकदम धेरै गुलियो छ, त्यही भएर अङ्गुरलाई चाहिँ तल राखिदिन्छु मैले। किनकि गुलियो खाएपछि पछि अमिलो खाँदा अलिक स्वादै आउन कि, त्यही भएर यो गुलियो चाहिँ पछि खाओस् भनेर यो गुलियोलाई चाहिँ मैले तल राखिदिएँ। दुई भाइको लागि यसरी खाजा रेडी बनाइदिने गर्छु मैले साथीहरू। गुलियो चाहिँ तल पछि खाओस्, माथि चाहिँ अमिलो छ। सुन्तलाको सिजन त अझै भएको छैन, त्यही भएर अलि अमिलो छ। त्यही नि यो इन्डियन सुन्तला गुलियै छ के अरे छ न त। यो सुन्तलाको नि मैले डिस्टर्ब गर्छ भनेर मेरो छोराहरूको लागि यो सबै निकालिदिएँ, के अरे गेडाहरू हुन्छ नि, त्यो गेडाहरू सबै निकालिदिइसकेँ। यो फलफुलहरू किन खुवाउँछु भने हेल्दी वेतिर लैजान लागि। बच्चाहरू खासै धेरै बिरामी हुँदैनन्, त्यही रुगाखोकी सिजनको बिरामीहरू हुन्छन् मेरो बच्चाहरू। त्यही भएर यो के भन्छ फ्रुटहरूले के भन्छ
इम्युनिटीहरू बिल्ड गर्छ नि त। रोगसँग लड्ने क्षमताको विकास गर्छ। के अरे हरियो सागसब्जी अनि हरिया पहेँला फलफुलहरूले। अनि त्यही भएर मैले चाहिँ यो फलफुल नै धेरै दिने गर्छु। आफूले सकेसम्म जानेसम्म चाहिँ फलफुल नै खान्छन् उनीहरूले। अब यो एकदम धेरै मनपर्ने सुन्तला पनि मनपर्छ मेरो छोराहरूलाई, फलफुल नि मनपर्छ। के अरे यो अङ्गुर नि मनपर्छ। अङ्गुर नि कति गुलियो कति मिठो क्या, अलिक सस्तोमै ल्याएको थियो बिचरा त्यो भुजे भाइले। त्यही भएर मेरो छोराहरूको लागि यसरी खाजा रेडी बनाएको छु। तपाईँहरूले पनि तपाईँहरूको बच्चाहरूलाई सकेसम्म पसलको खाजा भन्दा यसरी नै त्यो सिजन के अरे दिन हेरेर अलि राम्रो एकदम गर्मी दिन गरेछ भने के अरे जाडोमा त अब यही मात्र दिन त भएन होइन। अलिक गर्मी दिन छ भने गर्मी भन्नाले अब घाम लागेको त्यस्तो दिनहरूमा चाहिँ एकदम ठिक हुन्छ कि उनीहरूलाई पनि गर्मी भए हुन्छ अनि फलफुल खाएपछि हरर हुन्छ। त्यही भएर साथीहरू मैले चाहिँ मेरो छोराहरूको लागि सकेसम्म फ्रुट नै दिने कोसिस गर्ने गरेको छु के। चाहिँ मेरो बच्चाहरूको लागि खाजा लिएर जानु लाग्यो साथीहरू स्कुलमा। धेरै टाढा होइन नजिकै हो। मुख चाहिँ चिल्लो देखिया छ होला, इग्नोर हानिदिनु होला। कि हाम्रो घरमा बेकरीमा अनि क्रिमवाला डिनर खान गइरहेको छु। अनि मैले नि बच्चाहरूसँग बिहानै खाना खान्छु कि बिहानै कति बज्यो भनेपछि 8:30 बजे नै खाना खान्छ अनि भोक लाग्छ। अनि अहिले नि छतहरू बढालेर बच्चाहरूको जुत्ताहरू धोएर आएको साथीहरू। त्यही भएर अहिले मलाई भोक लाग्यो, त्यही भएर एउटा डिनर खान गइरहेको छु साथीहरू। हजुरहरू पनि आउनु होला बेकरीमा, एकदम मिठो स्वादिलो अनि फ्रेस डिनर पाइन्छ। यहाँ नजिकै मनमाइजू हो, भलिपुर नजिकै छ, आउनु होला है त। कुरा नि पर्छ कस्तो हुन्छ लेट्सी। म चाहिँ थोरै फल्नेवाला छु। यहाँ चाहिँ पानी हाल्न पर्छ किनकि चिसो भयो भने छिटो फल्लिन्छ अरे के। त्यही भएर पानी हाल्दै फल्दै गर्ने हो नि त होइन, बोक्रा उकाउनलाई। मैले फेरि यहाँ फर्ममा राखेर अनि फल्दैछु कि किनकि अब यो फर्ममा राख्यो भने चाहिँ यहाँ तल यो उसहरू गर्दैन नि त, सिमेन्टहरू किन्न नि त। त्यही भएर फल्न गइरहेको छु साथीहरू। के हुन्छ कसो हुन्छ, खाएर मात्र भएन, पचाउन नि पर्यो नि होइन। मिठो मिठो खाएर बसेर त अब भुँडी मात्र भर्ने ज्यान मात्र बढ्ने गर्छ साथीहरू। के गर्नु, यस्तो गऱ्यो भने चाहिँ सेतो हुन्छ कि नर्मली त्यो गहुँको पिठो नि अझै सेतो हुन्छ। अनि मेरो छोराहरू रोटी बनाइदिने, रोटी मजाले खान्छ कि उनीहरूले। रोटी बनाइदिनु पर्ला भनेर हो के अरे। गाह्रो चाहिँ गाह्रो हुन्छ है साथीहरू, राम्रो बनाएर खाना गाह्रो त्यसै सजिलो रह्यो। फल्ने सबै बोक्राहरू उक्काउने अनि घाममा सुकाएर अनि मजाले सुक्छ अनि फेरि कलाएपछि सबै खोस्टाहरू सबै जान्छन्। अनि त्यसपछि मिलमा लगेर पिसेर रोटी बनाएर खाने। साथीहरू मैले चाहिँ गहुँ फोलेर पनि यस्तो बनाइसकेँ, यस्तो बनाएर सुकाइसकेँ साथीहरू। यो चाहिँ अब आज मजाले सुकाउने हो। सुकेपछि यो सबै खोस्टाहरू झर्छन् अनि भोलि कलाएर अनि अझै राम्रोसँग सुकाएर पिस्न पर्छ नि त, फेरि पिसिन्न। यहाँ चाहिँ पानी मजाले पानी हालेर अनि उस गरेको कि फोलेको। यहाँ चाहिँ योबाट मैले यो बनाएँ, यस्तो बनाएँ। अनि यस्तो बनाएपछि सेतो हुन्छ कि यसको गेडा के अरे पिठो। अनि यो एकदम अर्ग्यानिक हो। यो आजभोलि हाइब्रिड गहुँहरू लाउने गर्छन् गाउँतिर नि। यो चाहिँ एकदम पुरानो मसिनो पाराको के हो, एकदम अर्ग्यानिक गहुँ हो यो। मेरो छोराहरूले रोटी नि खान्छन् क्या, अनि कहिलेकाहीँ चाहिँ सुक्खा रोटी बनाइदिने, बेलुकी ग्रेभी तड्काले बनाएर सुक्खा रोटी बनाइदिने हो। मैले चाहिँ यति फलिसकेँ साथीहरू। अनि सँगै एकदम राम्रो घाम लागेछ आज त। अनि यहाँ सिमी पनि सुकाएँ दाल खानलाई।
दाल पिसिहाल्नु पर्यो, पिसेर राख्नु पर्यो भनेर सिमी पनि सुकाए साथीहरू। अनि उता चाहिँ गहुँ सुकाए, यता चाहिँ सिमी सुकाए। अब भोलि पर्सि पिस्नुपर्छ दुईवटै लगेर। सो साथीहरू, आजको दिनभरिको भ्लगलाई पनि माया गरेर अनि अन्तिमसम्म हेरिदिनु भयो, अहिलेसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई थ्याङ्क यू, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि म र मेरो छोरा चाहिँ यता बोकिया छन्। यता हेर न सानो, यता हेर त सानो, यता। मैले चाहिँ बच्चा यस्तो बोकेर भाँडा माझ्न लागेकी छु साथीहरू। खानासाना खाएर अब एकछिनपछि चाहिँ यिनीहरूलाई होमवर्क सिकाइदिनु पर्छ। अब इक्जाम पनि आउनु लाग्यो। अब पढिने नपढिने होमवर्क चाहिँ त गराउनु पर्यो साथीहरू। अब यस्तै छ। अब डेली भ्लग हाल्छु भनेर सोचिरहेको छु। अनि आज पनि भ्लग हालेँ एउटा, अनि भोलि पनि यो भ्लग अपलोड गर्ने विचारमा छु साथीहरू। अब यति भन्दै म यो भिडियो यानि कि भ्लगबाट बिदा लिन चाहन्छु साथीहरू। सबैजना स्वस्थ मस्त व्यस्त रहनुहोला अनि सृजनशील रहनुहोला साथीहरू। आफ्नो कर्म गर्नुहोला भन्दै यो भिडियो यानि कि भ्लगबाट म बिदा लिन चाहन्छु साथीहरू। हवस् त, नमस्कार, बाई बाई साथीहरू।